हेलो है नमस्ते साथीहरू। आज चाहिँ म तपाईहरुलाई घरमै बसेर आफैले सुगर कसरी चेक गर्ने हैन मेसिन मार्फत यो सानो कन्ट्रोल डी को मेसिन मार्फत चाहिँ कसरी सुगर चेक गर्ने ग्लुकोज मोनिटरबाट के रे ब्लड ग्लुकोज मोनिटर कन्ट्रोल डी बाट चाहिँ कसरी सुगर चेक भन्ने बारेमा चाहिँ चेक गर्ने आफैले सुगर पेसेन्टहरुलाई भन्ने बारेमा चाहिँ आज म भिडियो बनाउन जाँदैछु है त। म पनि एउटा सुगर पेसेन्ट, त्यसकारणले आज म सुगर टेस्ट गरेर देखाउँछु तपाईहरुलाई है त कसरी गर्ने भाइ साथीहरु। अब चाहिँ फर्स्ट अफ अल चाहिँ तपाईहरुले यो टेस्ट चाहिँ यो कन्ट्रोल डीलाई चाहिँ यहाँ यो मेन मेसिन हो, यसमा चाहिँ ब्याट्री लाग्छ हैन। यो चाहिँ प्रिभियस कति थियो भन्ने कुरा हेर्न मिल्छ हैन। र यसमा स्ट्रिप हुन्छ, यो चाहिँ एउटा स्ट्रिपको तपाईको 50 रुपैयाँ पर्छ है। यसमा चाहिँ 50 वटा हुन्छ। अनि यो चाहिँ गन हो, यसले चाहिँ यसमा चाहिँ सानो पिन हुन्छ हैन, यस्तो प्रकारको पिन हुन्छ। यो पिन चाहिँ हालेर चाहिँ यो टुप्पो खोलेर हालेर यहाँ हाल्नुपर्छ हैन। मैले चाहिँ यहाँ हालिसकेको छु, अघि नै हालिसकेको छु, त्यस कारणले मैले खोलिनँ, स्ट्यान्ड नभएको कारणले गर्दाखेरि है साथीहरु। अब म यसलाई यहाँ खोल्छु हैन। यो नयाँ मैले किनेर ल्याएको सिल प्याक तोडेको छैन, 50 र 20 है साथीहरु। यसले म एउटा निकाल्छु है, निकालेर गर्छु है त। भिडियोमा यस्तो गरेर म तपाईहरुलाई देखाउँछु है त। ल है साथीहरु, म चाहिँ अब तपाईहरुलाई यहाँ देखाउँछु है त। यो चाहिँ कन्ट्रोल डी को यो स्ट्रिप भयो हैन। स्ट्रिप देख्न सक्नुहुन्छ तपाईहरुले। स्ट्रिप देखिसकेपछि यो एउटा भ्याल्यु, अनि यो चाहिँ मेसिन भयो चेक गर्ने हैन। यो चाहिँ तपाईको बन्द भइहाल्यो हैन। यसले ठ्यास्स घोसेर निकाल्नुपर्छ ब्लड हैन। यस्तो तानेर गर्ने, यहाँभित्र चाहिँ यस्तो हुन्छ नि, यो हाल्नुपर्छ यस्तो है हैन। यो हालेपछि चाहिँ पन्च हाल्छ। यिनीहरू चाहिँ यहाँ नम्बरहरू हुन्छ नि, 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर कति लामो बनाउने भन्ने कुरो हो। मैले चाहिँ 3.5 नम्बर बनाएको छु, त्यसले गर्दाखेरि चाहिँ धेरै हातलाई पनि छैन, हल्का छेनेपछि ठ्याक्क ब्लड निस्किन्छ हैन। त्यो हिसाबले अब मैले यो कन्ट्रोल डीको मेसिनमा चाहिँ यहाँ स्ट्रिप्स हाल्दैछु है साथीहरु। यहाँ चाहिँ स्ट्रिप हुन्छ हैन, 50 पिस हुन्छ हैन। पिस पनि छैन सर, के हो गर्नु पर्यो। यो स्ट्रिप हालेपछि मात्रै यो अन हुन्छ। अब यस्तो अन देखाउँछ, ब्लडको सिग्नल देखाएर यो अन हुन्छ स्ट्रिप हालेपछि। यो स्ट्रिप हाल्ने, हालेर यहाँ रेडी पार्ने, गनलाई यता यसरी पछाडि तानेर पन्च गर्ने, कुन हातमा छेड्ने त्यो हातलाई रेडी बनाउने साथीहरु। म यही हातले छेड्छु हैन, यसरी हालेर यहाँ छेड्नुपर्छ यसरी। थाप्नु चस्सै पार्यो, चस्सै पार्यो हैन। यसरी रगत निकाल्ने, हल्का थिचेर आफैले रगत निकाल्ने। रगत निकाले यसरी निस्किसकेपछि ट्याक्क यसरी यो स्ट्रिपले यस्तो यो सुई आफै चल्छ है अब खाली पेटमा 155 भनेपछि सुगर एकदमै हाई छ मेरो भाइ। यो 155 सरी 122 रहेछ। उल्टोबाट हेरेर 155 भने त म त कहाँबाट आयो।
ल ठ्याक्कै यसरी हेर्नुहोस् तपाईँ 122 है 155 होइन 122 रहेछ है साथीहरू 122 रहेछ है मेरो सुगर है हाई नै हो होइन के अरे 80 देखि 110 सम्म ठिक हुन्छ यो अझै हाई रहेछ अब यो मैले घटाउनु पर्ने हुन्छ होइन खाली पेटमा अहिले बिहानै चेक गरेको खाली पेटमा चाहिँ मेरो चाहिँ 122 चाहिँ सुगर लेभल रहेछ 122 mg भनेको डिएल भन्ने होइन त्यो रहेछ अब यो स्ट्रिपलाई चाहिँ ठ्याक्क यति गरेपछि ठ्याक्क निकालेर ठ्याक्क डस्टबिनमा हाल्ने है साथीलाई यसलाई गर्नु है ठ्याक्कै भाँडामा ठ्याक्क राख्ने पछि चाहियो नि यो हो भने चाहिँ तपाईँले बिहान बेलुका आफूले चाहिएको गर्नु जतिखेर पनि सुगर चेक गर्न सक्नुहुन्छ तपाईँ सुगर बिरामी हो भने होइन उहाँले एउटा त्यस्तो किनेर चाहिँ राख्नु होला होइन किनेर राख्दा चाहिँ राम्रो हो अब यस्तो स्युहरू किन्न पाइन्छ 50 अनि यस्तो गर्दा हुन्छ अनि यसलाई चाहिँ मैले 2 पटक युज गरेँ त्यही भएर एकचोटि फेरि यसलाई हल्का पुछे जस्तो गरेर यसलाई राख्छु वान टाइम युज हो होइन खास चाहिँ म यसलाई 2 पटकै युज गर्दा हुन्छ तर वान टाइम युज गरेपछि फाल्दिनँ होला